सो गाइज आज चाहिँ हामी कुदाको ढिँडो पकाएर खाँदैछौँ। ल हेर्नु है, वाउ मस्काउन मात्रै गाह्रो, खाना त मिठो हुन्छ। ल हेर्नु है, कसलाई मनपर्छ कुदा ढिँडो। अब चाहिँ हामी खान स्टार्ट गऱ्यौँ। कोदाको ढिँडो तातो तातो छ तातो। यता पसिना पनि आयो। यसरी खाने हो गुन्द्रुकको अचारको स्वाद। पार्दिनु पर्छ। A few moments later. हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। आज हामी फेरि लिएर आएको छौँ कोदाको ढिँडो। आज हामी खाँदैछौँ कोदाको ढिँडो। अनि यो चाहिँ गुन्द्रुकको अचार अनि कोदाको ढिँडो, लोकल कुखुराको मासु अनि खुर्सानी। पक्नु न, मेरोमा चाहिँ खुर्सानी छैन, म खाँदिनँ। खानुपर्छ खुर्सानी। ल यो दुईटा मलाई लगाएर हामी खान्छौँ है। तातो क्यामेरा मिलाउँदा सेतो सेलाइसक। तातो ढिँडो खान सुरु गरौँ। यो गुन्द्रुक साँधेकोसँग चाहिँ लास्ट मिठो हुन्छ गाइड। सुरुमै सुकमेल भेट्छु त म। हो, ढिँडोमा नि सुकमेल आउनु थालेछ। मासुको होला। वाउ माइ गॉड। आज त ढिँडो पनि ठिक्क भने जस्तो आयो नि त। त्यो पनि छ गाइजहरु, तातो पनि छ। पोल्यो अनि पेटै पोल्यो मेरो त। यो माथिबाट निकालेर खानुपर्छ नि। ठुलो घाँस हालिदिएको त। अनि किन आत्ते ठुलो घाँस हालिहाल्यो अहिले। कस्तो मिठो भएछ। यो त माथि खाने हो क्या र तल सिराउनु यसरी माथिबाट निकाल्नु त। मेरो खुर्सानी यसमै मिक्स गरिदिया हो। पिरो भए त्यो दामी भएर रहेछ, पिरो भएर रहेछ, च्वास मजाको भएछ। गुन्द्रुक साँधेछ मात्रै मैले ढिँडो खानु मन लाग्ने गाइस। तातो क्या, चिसो नि खानु नमिल्ने यो ढिँडो। वाउ कस्तो दामी भएछ। हाम्रो भिडियो चाहिँ कस्तो लाग्छ गाइस हजुरहरूलाई फुल भिडियो हेरेर सपोर्ट गर्नु होला। कस्तो आनन्द आउने ढिँडो भएछ साथीहरू। यहाँ घरतिर खास्तै मजा आयो। तातो छ तातो। यसरी खानुपर्छ क्या, यसरी। आहा
चिकनसँग नि खाऊ त कस्तो दामी भा ढेडे खाएर हुर्क्यो कहाँ अड्किन्छ दामी भा मासु पनि ढेँडो पनि वाउ आहा झम्म यसरी खानुपर्छ ढिँडो भनेको साथीहरू चामलको भाउ बढे है अब यही नि तिन पटका पड्काएर अहिले सबै भाउ बढाए यतातिर रासनहरू सबै कुरामा भाउ बढाए आहा कति मजाको मासु र ढिँडो भा मलाई अलिकति भट्टास नहाली अचार चराको यसरी निल्ने चित्त बुझ्यो रागो गुन्द्रुकको अचार छ नि खाएको गाइजहरू साथीहरू दामी भा मासु खाऊ त तिमी यस्तो दामी भा ठुलो घाँस उठाऊ नगर आहा खतरा मिठो भा साथीहरू कोदाको ढिँडो मिक्स हो मजा आयो खाँदा खाँदा मजा आयो अनि यता पसिना पनि आयो तातोले साथीहरू यत्रो यत्रो यसरी खाने हो मजा आयो ल यो मासु आस पिरो अनि त्यहाँबाट यो अचार पनि एकदम हेभी पिरो तर आज चाहिँ मैले खोर्सानी टोकिन मासुको हड्डी टोक्दैछु
त भित्रै पस्यो किन आयो ढिँडोको स्वाद मासुको स्वाद गुन्द्रुकको अचारको स्वाद आहा ठ्याक्कै नेपालमै खाएको याद आयो साथीहरू मलाई चाहिँ आहा यो चाहिँ थप ढिँडो खाना हुँदैन आएछ ल हामी त थप फेरि खाना खामै ढिँडो थमेल ग्रेभी चट्टा लाएर हाल चिनी मेरो पेटै कबुल गर्दैन मासु त होइन होला अलि हाम जस्तो लाग्छ फेरि ल साथीहरू आफू त मासु र ढिँडो भनेपछि भात चाहिँदैन मेरो मासु खाने मान्छेले कसले मासुमा बिहार पार्छ यता नि पारिदिनु पर्यो यस्तो दामी भएको तिमीले त्यो अकबरे यहाँ दुईटा हालिदिएर रहेछ तर म मासु खान सक्दिनँ किनभने मासु आँखा लाग्यो क्या हो है सराम दरेम त्यो मजाको भएछ त्यो अकबरे हालेपछि त आहा पुग्यो रे साथीहरू फाइनली मैले अकबरेको डन्डी भेटेँ डन्डी खोर्सानीको मासुमा दुईटा अकबरे हालेर मिक्स गरेको थियो के हो यो मिठो भयो नि मैले त पेट भरो मन भरेन साथीहरू पेट उटुस मुटुस भइसक्यो यहाँ ढिँडो खाएर सो गाइज ओके फाइनली हाम्रो ढिँडो कार्यक्रम आज सक्यो एक कराई ढिँडो दुईजनाले खाइ भ्याइयो सक्यो दुईजनाले एक कराई ढिँडो भ्याइयो अब हामी फेरि नेक्स्ट ब्लगमा आउनेछौँ ब्लग हो कि ब्लगमा आउनेछौँ तबसम्मलाई वेट गर्नु होला नेक्स्ट भिडियोलाई सरी ढ्याउ पनि आइसक्यो मलाई ओके गाइजहरू सी यू नेक्स्ट भिडियो हाम्रो भिडियोलाई तपाईहरुलाई के कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला शेयर पनि गरिदिनु होला अनि हामीबाट मिस यु सानी र भाइलाई दुवै जनालाई सानी भाइलाई सबैलाई एकदम मिस गरेका छौं ढिँडो खाँदै बाइ बाइ गाइजहरु सी यू अर्को भिडियो वाउ मासु लबर बना या ढिँडोलाई मैले बनाए अनि कहाँबाट